निर्वाचन र यो जुवाको खाल भने एउटै हुँदो रहेछ। त्यो नतिजा आएपछि सक्यो, त्यहाँ जे भए पनि सक्यो। यदि नेपाली साँच्चै सचेत भइसकेका हुन् भने हामीले आन्तरिक कुरामा मात्रै रुमल लिनु हुँदैन। हामीले सम्पूर्ण नेपाली एउटै परिवार हो र त्यो नेपाली परिवारमाथि आउन सक्ने सम्भावित खतराहरूको विषयमा चियो चर्चा गर्न जरुरी छ। यसको लागि सबैभन्दा मुख्य कुरा हामीले बुझ्नुपर्ने कुरो के हो भने हाम्रो भौगोलिक अवस्थिति विश्वको राजनीतिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण बन्न पुगेको छ। किनभने यो ध्रुवीकरण हुँदै जाँदाखेरि जुन रुस, चीन र अमेरिकाको टकराव बढ्दै जाँदाखेरि अब अमेरिकाले अपनाउन सक्ने रणनीति के हुन्छ भने चीनलाई घेर्नको लागि जस्तो जापानदेखि लिएर जापान, दक्षिण कोरिया, हैन, ताइवान, अब यो भियतनाम, थाइल्यान्ड, यो बङ्गलादेश, नेपाल, भारत, पाकिस्तान, अफगानिस्तानसम्म उसले चाहिँ घेरा हाल्ने प्रयास अब सुरु भएको छ। र यसकै सन्दर्भमा यो चुनाव सकिने बित्तिकै हामी चाहिँ सुरक्षा सम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक छौँ भन्नुले प्रष्ट मनाशय देखाउँछ। र हामीले अहिले खाडीमा भइरहेको युद्ध पनि देखेका छौँ। त्यहाँ अहिले किन चाहिँ साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, जोर्डन, इराकमाथि चाहिँ आक्रमण भइरहेको छ त? किन इरानले त्यहाँ आक्रमण गरिएको छ भने त्यहाँ भएको अमेरिकी बेस, अहिले मध्यपूर्वमा भएको अमेरिकी बेस, हरेक अमेरिकी बेसमाथि आक्रमण भइरहेको छ। त्यहाँको अमेरिकाको चाहिँ दूतावासहरू, कन्सुलरहरूमाथि पनि आक्रमण भइरहेको छ। भोलि त्यो दिन नेपालले भोग्न नपरोस्, नेपालीले भोग्न नपरोस् भन्नको लागि अब जनता सधैँ प्रतिपक्ष हो। हेर्नुहोस्, तपाईँको काम भोट हाल्ने थियो, भोट हालिदिनु भयो, सिद्धो सरकारमा जान्छन्, तर जनता सधैँ प्रतिपक्ष हो। राम्रो काम गर्यो ताली बजाइदिने, गलत गर्यो खबरदारी गर्नुपर्छ जनताले। यो सचेत नागरिकको कर्तव्य पनि हो। कसैले पार्टीको विरोध गर्यो भन्ला होइन, अब चाहिँ कुनै पार्टीको विरोध गर्यो त्यो होइन। देशको मुद्दा उठाउँदाखेरि कसैको विरोध गरेको होइन, देशको मुद्दा उठाउनुपर्छ, हरेक नागरिकले उठाउनुपर्छ भन्छु है म चाहिँ। र मैले जुन कुरो गरिरहेको थिएँ, यो परिस्थितिमा हामीलाई चाहिँ सुरक्षा सम्बन्धी सहकार्य गरौँ भनेर चाहिँ प्रस्तावहरू आइरहेका छन्, खुला रूपमा आए, एम्बेसीहरूले बोले। हो यो परिस्थितिमा अब हामी कसरी जोगिने? जुन पञ्चशीलको आधारमा हाम्रो असंलग्न परराष्ट्र नीति बनेको छ, यो नीतिबाट दायाँ बायाँ यदि कुनै पनि सरकार अथवा कुनै पनि दल जान खोज्छ भने हामीले तुरुन्त खबरदारी गर्न जरुरी छ। यो कुरो सम्पूर्ण नेपालीले मनन गरून्, किनभने विश्वको भूराजनीतिक अवस्था अहिले अत्यन्तै जटिल छ र त्यो जटिल भूराजनीतिक अवस्थामा नेपाल नफसोस्, नेपाली नफसुन्।